कत्राले खाने भने आऊ ए तीन कोदोको भो आज सेकको अरे सेकवा के च्वाचेको हो च्वाचेको नो चाचेको टिक्रा हो क्या टिक्रिया अर्को हाम्रो नानी पनि आइपुग्यो लु बस्छ त हो र खाने हो र तिमीलाई त क्यासफोरले पनि पर्खी बसिया छौ क्यासफोर पनि पो सेकको खाने अरे भन्छ त अबै भान्से आफै हो त अनि बुढीले चाहिँ के ल्याएको होला यो हेर्नुहोस् है मम्मीले पठाइदिएको के भन्छ यो कोदोको पिठा कोदोको यस्तो सेकुवासँग हामी त खतरा पनि मान्छे खतरा कोदोको तीन पानी हो र पानी आमाको बोचुको कसरी है गाई छहरू यसरी खाने हो क्या नखानु खाएपछि डेन्जर गरी आज सेकुवा पोलेको छु म आज सेकुवा कता खतरा हो नि यसरी चुस्ने हो क्या बुढा समु खै हेलो गाई के खाएको नानी ल ल सेकको खाऊ कोही त कराईमाथि बसिरहेको छ नि सेकको पकाउने कराईमा के तीन पानी सासूमाले पठाइदिएको भन्नु न तपाईँ पनि हाम्रो भोजपुरबाट सासू आमाले पठाउनु भएको छ नि त्यही पनि अब के गर्नु खाइदिनु पर्यो अलिकति चुरुप्प कति मिठो रहेछ हो गाँठे